सो फ्यामिली आज पनि उपस्थित भइसकेको छु हजुरहरूको माझमा। म चाहिँ आज होइन पसल जाँदैछु म र भाइ। हेलो गर्दै हेलो भन्दै त म र भाइ पसल जान लाग्यो नयाँ ठाउँ। अब आफ्नै गाउँमा भए त थाहा हुन्थ्यो नि त। यता तल आएको अनि कता हो म बाटै चिनेन भने हेर्न। अब भाइ आएर रहेछ हिजो अनि भाइ आयो क्या हिजो अनि टक्क लाएर हिजो आउनु भएको आमाहरू मामाहरूको आमाहरू। अनि पसल जा भनेको पसल गएको कहाँ हो चिन्दै चिनेन भने बाटै चिनेन। त्यही भएर जता पुग्ला भनेर गइरहेको छौँ हामी चाहिँ। अगाडि बाटो छ यो पछाडिको भ्यू खुल्ला है बाइक केही आएन। हामी दुईजना मात्रै लहर हिँड्दै। म चाहिँ अब छेउमा हेर्नु सक्नुहुन्छ भाइ यता म यहाँ भ्लगिङ गरिरहेको। कता हो पसलै चिनेन। घरमै यही ल्याएर बसिरहेको थिएँ यही ल्याएर आइरहेको छ हेर्नु न। अब कता हो पसल सोध्दै सोध्दै जानु परेन। कहाँ हो के बाटै चिनेन। त्यही भएर बाटो जता पुग्ला भनेर आइरहेको। सक्नुहुन्छ बाटो है यस्तो छ। माथि वन छ फेरि माथि वन छ तलतिर गाउँहरू त छ छन चाहिँ। पसल कहाँ हो भने चिन्नै सकेन नि। पछाबाट चाहिँ बाइक आएर यस्तो कराएको आइरहेको छ पछाडि बाइक है हेर्नु सोध्नु कता पसल भनेर। फाइनली पसल चाहिँ भेट्यो है गाइजहरू बल्ल तल भेटेँ है। फाइनल ग्यास बियर चाहिँ ल्याइसकेको छ। ठुलो खाले एउटा होइन झन्झा चटेर सानो खाले दुईवटा लगेको। एउटा अङ्कललाई सोध्यो के चाहियो र भाइ भन्नुभएको थियो। बियर चाहिएको थियो भनेर नि। हेर्नु अब त उतै जानुपर्ने र धन्न त्यो दाइहरूसँग। त्यो दाइ नि ठिक ठाक आइदिनु भयो र न त यो अझै टाढा जानुपर्ने अझै छ बाटो जान रे। यो बाटो जाने हो कहाँ पुग्छ यो कहाँ हो जहाँ हुन्छ भनेर चलेको। त्यो दालाई नसोधे झन् उतै जानुपर्ने रहेछ। त्यसरी नलिकन भने राखेको यसरी दुईवटा हातले प्लास्टिक एउटा मात्रै देखायो अनि त्यही पनि पातलो फुट्यो भने फेरि गाल पर्दैन। एउटा बियरको नि 185 रुपियाँ क्या गाइजहरू महँगो। अन्त नि आज कतिको गयो नि। ठुलो भइदियो भए सजिलो हुन्थ्यो। अगाडिको बाटो है गाइजहरू त्यो चाहिँ हामी चाहिँ अब फेरि घर फर्किँदै हो क्या। अनि घर फर्किँदै छौँ। अब चाहिँ फाइनली हाम्रो घर आइपुग्न लागिसकेको छ। म चाहिँ घर चाहिँ देखाउँदिनँ।
अब चाहिँ यति